वेल दर्शकबिन अब फाइनली हामीले फेरि नेपाली महिला फुटबलको भिडान्त चाहिँ हेर्न पाउने भएका छौँ। मैले यो किन भनिरहेको छु तपाईहरुलाई थाहा भइसकेको छ र मैले तपाईहरुलाई बारम्बार यो अपडेट चाहिँ दिँदै आएको छु, किनभने अब हाम्रो नेपालमा साप महिला क्लब च्याम्पियनशिप चाहिँ हुँदैछ। त्यो पनि ठीक भोलि, यानि कि केवल एक दिन मात्रै छ। भोलिदेखि अब सुरु हुन गइरहेको यो खेल चाहिँ दशरथ रङ्गशालामा हुँदैछ। दर्शकबिन जसको लागि मैले तपाईहरुलाई जानकारी गराइसकेको छु, अब नेपालमा पहिलोपल्ट हुन गइरहेको यो साप महिला क्लब च्याम्पियनशिप, जसमा भने 5 वटा राष्ट्रका क्लबहरुले चाहिँ सहभागिता जनाइरहेको छ। दर्शकबिन म तपाईहरुलाई पूर्ण स्मरण गराउन चाहन्छु, हाम्रो नेपालमा हुन गइरहेको यो साप महिला क्लब च्याम्पियनशिपमा 5 वटा राष्ट्रका क्लबहरु, यानि कि नेपालको एफएफ, त्यस्तै भारतको इस्ट बेंगल, बंगलादेशको नाजरीन स्पोर्ट एकेडेमी, भुटानको ट्रान्सफर युनाइटेड र पाकिस्तानको कराची एफसी रहेको छ, जसमा चाहिँ अब यो 5 टिमले चाहिँ भोलिदेखि खेल सुरु गर्नेछ। र दर्शकबिन पहिलो खेल यानि कि एपीएफ को भोलिको खेलमा भने पहिलो खेलमै बंगलादेशको नाजरीन स्पोर्ट एकेडेमीसँग खेल हुँदैछ। दर्शकबिन हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिमले भरिएको टिम रहेको छ एपीएफ, र नेपालको कुरा गर्ने भने एपीएफ अनबिटेन टिम रहेको छ भने पहिलोपल्ट भर्खरै मात्रै सम्पन्न भएको झापा महिला गोल्ड कपमा भने नेपाल पुलिसले एपीएफलाई पराजित गरेको थियो। दर्शकबिन यो खेल एकदमै ऐतिहासिक हुने भएको छ। यो खेल अहिले दक्षिण एसियामै पहिलोपल्ट हुन गइरहेको र पहिलोपल्ट नै नेपालमा चाहिँ सञ्चालन हुँदैछ, जसको कारणले गर्दा पनि यो खेल एकदमै ऐतिहासिक हुने भएको छ। र नेपालको खेलाडी नेपालकै विरुद्ध खेल खेलिरहेको छ, यसको बारेमा पनि मैले तपाईहरुलाई जानकारी गराइसकेको छु। जुन चाहिँ कुरा गर्ने भने हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरू जस्तै कि पूजा राणा, समीक्षा घिमिरे र दीपा शाही, यी 3 खेलाडी भने बंगलादेशको नाजरीन स्पोर्ट एकेडेमी क्लबमा जोइन भएर अब नेपालको एपीएफ विरुद्ध नै खेल खेल्नेछ, त्यो पनि पहिलो दिन नै, जसको कारणले गर्दा पनि यो एकदमै रोचक र रोमाञ्चक खेल हुने भएको छ। र दर्शकबिन यतातिर कुरा गर्ने एपीएफ का खेलाडी र नेपाली महिला फुटबल टिमकै एक मात्रै खम्बाको रूपमा चिनिने गीता राणा, जसले चाहिँ लामो समयदेखि धेरै खेल गुमाइसकेका छन्। उनले इन्जुरी भोगेका कारणले गर्दा चाहिँ सोल्डरको इन्जुरी अहिले पनि राम्रो भइसकेको छैन। डाक्टरको सल्लाह सुझाव अनुसार उनले केही समय चाहिँ अझै रेस्ट गर्नुपर्ने भएको कारणले गर्दा चाहिँ यो खेल पनि उनले गुमाउने भएको छ, जसको कारणले गर्दा चाहिँ एपीएफ टिम कमजोर हुने भयो भन्ने एउटा आशंका गरिएको थियो। चिन्ता गरिराखेको अवस्थामा अहिले भर्खरै मात्रै उदाउँदै गरेकी खेलाडी मीना देउबाले पहिलोपल्ट अब एपीएफबाट डेब्यू खेल खेल्दैछन्। मीना देउबा एपीएफमा अनुबन्धित भएको छ, यो एकदमै खुसीको कुरा हो। एउटा भनाइ छ नि दर्शकबिन, तपाईले कर्म गर्नुस् कर्मको फल पाउनुहुन्छ भनेर। हो, ठीक त्यसरी नै मीना देउबाले मेहनत, आफ्नो लगनशीलतालाई जारी रखिन् र भर्खरै मात्रै सम्पन्न भएको जुन अन्डर 20 साप महिला च्याम्पियनशिपमा उनले उत्कृष्ट प्रदर्शन पनि देखाइन् र भारतमा भर्खरै मात्रै सम्पन्न भएको त्रिदेशीय खेलमा उनले डेब्यू गरिन् र त्यसपश्चात उनले चाहिँ भारतमै सम्पन्न भएको मैत्रीपूर्ण खेलमा खेल खेलिन् र अहिले भर्खरै मात्रै सम्पन्न भएको जुन इन्डोनेसियाको त्रिदेशीय खेलमा पनि उनले लगातार खेल खेलिन्। उनले एकदमै उत्कृष्ट खेल पनि देखाइन् र अन्ततः फाइनली एपीएफमा अनुबन्धित भएका छन्। यो एकदमै हाम्रो लागि खुसीको कुरा हो। र दर्शकबिन अब भोलिदेखि चाहिँ खेल सुरु हुँदैछ, जसको लागि चाहिँ अब लगभग सबै टिम चाहिँ नेपाल आइसकेका छन् र अब हाम्रो नेपाली महिला फुटबल टिम सम्मानित एपीएफले नाजरीन स्पोर्ट एकेडेमीसँग खेल खेल्दैछ। अब यो खेल कस्तो रहला तपाई हामी एकदमै हेर्नका लागि चाहिँ इच्छुक र उत्सुक छौं। वेल जे होस्, हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिम सम्मानित एपीएफ क्लबलाई चाहिँ हामी सबैले जितको लागि अग्रिम रूपमा शुभकामना दिउँ भन्दै दर्शकबिन बिदा हुन चाहन्छु। जय नेपाल, जय नेपाली फुटबल।